पेप्सन हामी पनि मधेस पेप्सनमा छौँ म केन्द्रीय सचिव पवन कुमार छ उहाँलाई के हुन्छ स्वागत गर्दछौँ र उहाँ चाहिँ के छ मिथिला बिहार नगरपालिका अन्तर्गत वार्ड नम्बर 8मा हाम्रो जनरल नन्दनी इङ्ग्लिस बोर्डिङ स्कुल रहेको छ मलाई धेरै खुसी लाग्यो उहाँलाई के हुन्छ आज विधिवत रूपमा औपचारिक रूपमा उहाँलाई के हुन्छ यस मधेस पेप्सन अन्तर्गत उहाँलाई के हुन्छ हामी प्रवेश गराएका छौँ हामी स्वागत गर्न चाहन्छौँ बधाई पनि दिन चाहन्छौँ साथै हिजो पनि हाम्रो के हुन्छ मधेस पेप्सनको कार्यक्रम थियो यही कालिम्पोङ स्कुलमा हिजो पनि के हुन्छ करिब करिब 1 दर्जन जति के हुन्छ साथीहरू अन्य विद्यालयहरू के हुन्छ हाम्रो विद्यालय मधेस पेप्सनमा आबद्ध भएका छन् अस्ति पनि भएका थिए र आज पनि उहाँ गर्नुभएको छ अस्ति हाम्रो सबैजना ठुलो कुराको के हो भने यहाँ धर्म गुरुहरू जस्तै स्कुल जुन छ हिन्दू धर्म र राधे कृष्णसँग जुन आबद्ध छन् त्यस अन्तर्गतका भक्ति वेदान्ता मिथिला इन्टरनेसनल भाषा उहाँको भजन टोलमा छ उहाँले प्रवेश गर्नुभयो दुईजना डक्टर यादव संस्थापक र सबै साउनको यो म के भन्न चाहन्छु यो मधेस पेप्सनले के हुन्छ जनकपुर धाममा र भनौँ न यो समग्र देशमै र यस्तो चाहिँ के हुन्छ राम्रो क्रान्ति गरेको छ र यस्ता अनुशासन सङ्गठनलाई कसरी राम्रो लग्न सकिन्छ सत्यति पनि आबद्ध विद्यालय छ कसरी सेवा गर्न सकिन्छ त्यो हिसाबले त ब्यालेन्स सन्तुलित रूपमा चाहिँ त्यो सङ्गठनलाई अगाडि बढाएको हुनाले म चाहिँ के हुन्छ हाम्रो आदरणीय मधेस पेप्सनको केन्द्रीय अध्यक्ष प्राध्यापक अमर कुमार झा हाम्रो जिल्ला अध्यक्ष के हुन्छ के अरे सुजित मिश्रज्यू उहाँहरूलाई पनि आज म स्मरण गर्दै उहाँहरूको उपस्थित नभए पनि म चाहिँ के हुन्छ उहाँहरू पनि अनुमति दिएर उहाँलाई प्रवेश गराएको छु होइन म आज के धेरैले आफूलाई के गर्नुहुन्छ महसुस गर्दैछु म मधेस पेप्सनको केन्द्रीय सचिव चाहिँ पवन कुमार शाह उहाँलाई के हुन्छ आज के हुन्छ मधेस पेप्सनमा प्रवेश गर्न मौका यहाँको के प्रतिक्रिया छ सर आफ्नो परिचय दिनु न कुन स्कुल हो सर मलाई धेरै राम्रो लाग्यो जुडे अनि विभिन्न किसिमको मान्छे जुट्दाखेरि कस्तो लाग्छ कि हामी आत्मबल हामीहरूलाई बढ्यो कि हामी पनि एउटा संस्थामा जुट्यौँ। सरको स्कुल कहाँ छ? मेरो स्कुल जनकपुर इङ्ग्लिस बोर्डिङ स्कुल छ मिथिला बिहारी नगरपालिका 8 मा नाम के छ? जनक नन्दिनी इङ्ग्लिस बोर्डिङ। हजुरको शुभ नाम? मेरो नाम भूषण कुमार झा। धन्यवाद सर सबलाई